चाहिँ कातो पापोस भनिन्छ यो ठाउँलाई। अनि यहाँनिर चाहिँ इतिहासलाई हेर्ने हो भनेदेखि चाहिँ पावलले चाहिँ यहाँनिर आएर दोस्रोचोटि कुरा राखेको भन्न सकिन्छ, भनेर थाहा गर्न सकिन्छ। सायद त्यो पल्लो पिलर हुनसक्छ। अनि यहाँनिर चाहिँ पावल चाहिँ सुसमाचार सुनाउनको निम्ति यरुसलेमबाट यहाँ साइप्रसमा आएको थियो भन्ने कुरा छ हिस्ट्रीमा हेर्ने हो भनेदेखि चाहिँ। अनि पावलले यहाँनिर आएर सुसमाचारहरू सुनाउँदाखेरि चाहिँ अनि यहाँनिरको शासकहरूले समातेर चाहिँ उसलाई कोर्रा लगाएको भनिन्छ। हामी हेर्न सक्छौँ यता यो ठाउँहरू। त्यही भएर यो ठाउँलाई चाहिँ पावल पिल्लरको नामले पनि जानिन्छ। यहाँ चाहिँ सायद कुन चाहिँ हो पावल पिल्लर भन्ने कुरो चाहिँ थाहा भएन सकेन। यो ठाउँ चाहिँ जोस् अहिले हामीले चाहिँ यहाँ चाहिँ हेऱ्यो भनेदेखि चाहिँ यसलाई चाहिँ कातो पापोस भनेर चिनिन्छ यो ठाउँ चाहिँ। यहाँ चाहिँ सायद पावललाई चाहिँ बाँधेर सायद कोर्रा लगाएको हुनसक्छ। यहाँनिर लिखित त लेखिरहेछ सेन्ट पावल पिल्लर भनेर लेखिरहेछ। सायद यही ठाउँमा हुनसक्छ। जोस् पावल चाहिँ जब सुसमाचार सुनाउँदै परमेश्वरको राज्यको बारेमा चाहिँ उहाँले चाहिँ प्रचारहरू गर्दै जब साइप्रस आउनुभयो तब चाहिँ उहाँ यहाँ आएर उहाँले परमेश्वरको कामहरू गर्नु भइरहेको थियो। अनि यहाँका शासकहरूले चाहिँ उहाँलाई चाहिँ समातेर अनि पिल्लरमा बाँधेर अनि उहाँलाई दोस्रोचोटि कोर्रा हानेको थियो। उहाँले दोस्रोचोटि कोर्रा खाएको ठाउँ चाहिँ यही भनिन्छ इतिहासलाई हेर्ने हो भनेदेखि चाहिँ। यहाँ बाटो बन्द गरिरहेको छ। इतिहासको कुराहरूलाई चाहिँ आएर यसरी जस्तो छ त्यस्तै अवस्थामा राखिरहेको छ। उनीहरूले के छोएको यताउता के छैन रहेछ, भत्केको कुराहरूलाई पनि त्यतिकै राखिरहेको छ। किनभने यो चाहिँ ऐतिहासिक कुरा भएको भएर। Jo Sade Yeshu Christama Bachura Hekachan, Tini Harule Merne Atma Haruka Logi Susmachad Prachadgurchan, Manasa Harulai and Akarbat Ujjeloma Lian, Jutbat Satima Lian, Haraika Rachinieka Bedaharu Pela Parnra Permeshverko Diara Ohako Mahmako Logi Satya Prem Kojne Haruka Logi, Permeshverko Dharmikta Kojne Haruka Logi, Sacho Jivan Kojne Haruka Logi, Tini Harule Susmachad Prachadgurchan.